मर्निङ गाइस हामी चाहिँ मर्निङमा हिँडेको होइन तर रोडै आफ्नै हो जस्तो हिँडेर एकदमै रमाइलो भइरहेको छ आफ्नै श्री सम्पत्ति हो जस्तो भइरहेको त गाडी एउटा नभएर सबै कुरा होइन यतादेखि नि टाइम त टाइमै लाग्दो रहेछ के को भिड हो यस्तो कुन चाहिँ हेर्नु त उतै राखिदिनु न जुन चाहिँ राम्रो हुन्छ त्यही राखिदिनु कुन राख्दिनु तपाईँले कुन राख्नुभयो यही राख्नु दिनु पैसा हामी चाहिँ फेरि तरकारी लिन जानु लाग्यो है गाइस कति भयो 2 किलो 75 भयो पैसा त 40 अस्ति मिठो फर्सी कुन्तार काँक्रो खानु भएको 22 हजार होइन काँक्रो हेर राम्रो छ कति किलोको सामान दियो भने फोन लाग्यो बुवा आज त जान्न बुला आवाना के भक्कर के गोल्दी लगाइनी कुन चाहिँ लाने गोल्दी लगाउने हेर्दा हेर्दै कति लाने हो कि कति लाने हो आमा कति लान लाग्यो गाउँबाट ल्याएको रे के खेतबाट टिपेर के लानु पर्ने हो कि आमामामा केही चिजले नपुग्ने फेरि के बिधि किन्न पर्यो हो बाबा हजुर कति लाने हो कति अझै आमा मेरो हातै भारी भइसक्यो अझै किन्दै ए आमा अनि कति बिधि किन्न सकेको यतादेखि लाने कि उतादेखि लाने कि यो भिडदेखि लाने कि कति लाने अझै आमा अनि त्यसपछि चाहिँ हामीले अब घर आएर तरकारी लिएर अनि बिरेनुन र पानी खाइँदैछ है मर्निङ वाक पछि माइली वाउ के मिठो कफी बनाउनु भएछ गीता दिदी थ्याङ्क यू सो मच है यति मिठो कफी बनाएर खुवाएको ओके भिडियोको अगाडि मजाक गरेको त होइन नि होइन होइन एकदमै मिठो छ थ्याङ्क यू सो मच माइली भनेपछि एउटा के अरे कफीको हुन्छ नि कफी सप खोल्दा ठिक होला कि नहोला हुन्छ हुन्छ तपाईँले एउटा क्याफे खोल्दा थियो ओके ल ल ल
दुर्गालाई साइड लगाइदिनु पर्छ है माइमी हुन्छ हुन्छ तर मिठो छ है आज जेसुकै भयो भने मिठो चाहिँ मिठो छ होइन कफी चाहिँ बेस्ट छ बेस्ट थ्याङ्क यू